आजको प्लान चाहिँ हामी हिमाली भेग घुम्ने भनेर प्लान बनाएर हामी साथीहरूसँग मिलेर हामी अगाडि बढ्ने तरिकाले गयौँ। जब हामीले बाटोमा चाहिँ धेरै काम गर्ने सङ्घर्षशील व्यक्तिहरू भेटियो, त्यहाँका फोटोहरू लिँदै हामी अगाडि बढ्ने क्रममा हामी डाँडामा गएर राम्रा सुन्दर पिक्चरहरू कलेक्सन गरियो। त्यसपछि हामी फेरि अगाडि बढ्यो। हाम्रो यात्रा भनेको जति उकालै मात्रै थियो अनि हामी उकालो जाने क्रममा यताउता हेर्दै अगाडि बढ्यौँ अनि हाम्रो यात्रा चाहिँ झन् कठिनमय बनिरहेको थियो। हामी गलेर लखतरान भइसकेका थियौँ अनि जब हामी लखतरान परिसक्यो त्यसपछि हामीले चाहिँ एकछिन बसौँ न त भनेर यसो बस्ने ठाउँहरू हेऱ्यो। त्यहाँ चाहिँ प्याक भएको कारण अनि यहाँ ठाउँ पनि राम्रो लागेन बाटो हेर्ने क्रममा। अनि त्यसपछि मैले साथीहरूलाई चाहिँ यहाँ नबसौँ, अलिक माथि गएर जाऊँ भनेर मैले सम्झाएँ अनि साथीहरूले पनि त्यो सहमत भएर हामी फेरि अगाडि बढ्यौँ। अगाडि बढ्ने क्रममा हामी डाँडा पुगेर एक्साइटेड तरिकाका एक दुईवटा फोटोहरू लियौँ। त्यसपछि फेरि हामी त्यो फोटो खिचिसकेर फेरि हाम्रो यात्रा अगाडि जारी भयो। जब हाम्रो यात्रा जति माथि चढिरहेको थियो त्यति सङ्घर्षमय बनेको कारण हामी लखतरान अवस्थामा बिस्तारै उकालो चढिरहेका थियौँ। जुन लट्ठीको सहारामा हामी अगाडि बढिरहेका थियौँ। हाम्रो यात्रा किनकि सङ्घर्षमय थियो त्यसै कारणले हामी एकछिन बसेर चाहिँ क्यामेरा सेट गरेर पारेको फोटो भिडियो लियौँ भन्ने तरिकाले बसिरहेका छौँ।